हेलो साथीहरू, म चाहिँ स्कुल नानी लिन जाँदैछु है साथीहरू। म भाइलाई स्कुल लिनु गएको है। सबैजनाको त्यही हो है। अन्त गरम छ, कतै यस्तै छ। साह्रो गरम यार। घाम कन्टिन्यू टन घाम लागेको छ। नानी हिजो पानी पर्छ आउने जस्तो होइन। लाग्यो, पानी नि परेन। आज चाहिँ पर्छ जस्तो घाममा कालो कालो भएको टन छ। घाम छ है। अब घाममा गरम छ साथीहरू। हिँड्यो के गर्ने साथी, यस्तै अब छ। के गर्ने, नानीहरूको ड्युटी गर्नै पर्यो। यस्तो सबैको गरममा त्यही हो, तपाईँहरूको पनि के त्यस्तै गर्ने होला। साथी, नानीको हल्का हावा ड्युटी त चलिरहेछ है। मेरो पनि त्यस्तै हावा डेली शीतल हावा चलेछ। रम्फू कुम्ब्रेक मजाको गर्नु फुल पर्छ फुलेको छ साथीहरू। हो यहाँ। के गर्ने, रम्फू कुम्ब्रेक गर्नुपर्छ। ए कति दामी फुल फुलेको छ हेर्नुहोस् न। घामले हो, अलिकति शीतल चाहिँ भयो। भाइको 12:30 बजी छुट्टी हुन्छ। चाहिँ भाइको लिएर आउँछु, 1:30मा कुम्ब्रेक पुग्छु। त्यहाँबाट चाहिँ भात खाने, त्यहाँबाट भात खाएर चाहिँ यसो रेस्ट गर्छु। रेस्ट गरेर त्यही हो, अब ड्युटी कारखानामा काम त गर्नै पर्यो साथीहरू। गाइड त गर्नै पर्यो। के कसो भन्नुहोस् त। त्यस्तै छ। सबैजनाको त्यही हो नि, तपाईँहरूको पनि त्यही हो, मेरो पनि त्यही हो है साथीहरू। यसो मात्र भएपछि लाइक गरिदिनुहोस् होला, छोरीले है। यसो सेयर गरिदिनुहोस् होला साथीहरू। फलो गरिदिनुहोस् ल। फलो गरिदिनुहोस् होला, फलोवर्स यसो बढाउँ है साथीहरू। साथीभाइहरू, दिदीबहिनीहरू भोलि भेटौँ ल। यसो त्यस्तै छ। तपाईँहरूकै हातमा छ है साथीहरू। अब के गर्नु, अलि माथि पानी पर्ला जस्तो छ साथीहरू। पुर्याउनु नपुर्याउनु तपाईँहरूकै हातमा बादल छ लागेर साथीहरू। अँध्यारो भएर आएको छ हो। हेरिदिनुहोस् है, हेर्नुहोस् त। यही छ साथीहरू। तिम्रो चस्मा कति राम्रो सिनेरी छ है साथीहरू। पानी पर्ला जस्तो भएर छ, कालो न कालो भएको छ कि। बेलुका पानी पर्छ कि न, ए परिदियो भने त साह्रो राम्रो हुन्छ। कस्तो दामी 34 छ अहिले, 34 डिग्री रहेछ अहिले हो। निकै गरम नै हो हाम्रो लागि त 34 पनि। कति दामी भ्यू पोइन्ट छ हेर्नुहोस् न। दामी देखेको छ नि साथीहरू। मजाको है। मजा ड्रोनले खिच्यो भने कस्तो दामी देख्थ्यो होला। लड्छ भाइ त। शनिबार आइतबार त छुट्टी हुन्छ भाइको। ओके, बाई बाई भन्नु न। 5 दिन छ, भाइलाई लिनु जा, आइज है साथीहरू। यस्तै छ है झोले जिन्दगी है साथीहरू। ल।